हेलो नमस्ते सबैजनालाई गुड आफ्टरनुन सन्चै हुनुहुन्छ होला है हिजो त दिवाली तुरिहाल्यो र आज त्यस्तो काम थिएन त्यसैले तपाईहरुलाई मेरो आँसुको फुलबारीमा डुलाउँदैछु हेर्नुस् न कति दामी दामी कलेक्सन छ यो चाहिँ गोदावरीको कलेक्सन एकदमै मिठो मिठो कलर है मज्जाको छ अब सिलगढीमा किन्नु पर्यो भने यसको एउटाको सानोको पनि 200 रुपैयाँ पर्छ है यहाँ त हेर्नु न कति छ बेच्नु नि भनेको कि बेच्दिन मलाई माया लाग्छ भन्नुहुन्छ है अब आफूले केयर गरेको त्यस्तो हुन्छ र यहाँ हेर्नु अलोकेसिया पनि कस्तो मजाले भएको छ हाम्रोमा पनि थियो तर हाम्रो चाहिँ त्यस्तो राम्रो भएन आँसुको चाहिँ एउटैबाट यति बिघ्नको फैलेको छ यहाँ यो हार्ट अफ जिजस यो के भन्छ क्यालेडियम पिङ्क क्यालेडियम है कस्तो मजाको भएको छ हेर्नुस् न अन्त मजाले आँसुले फेरि स्याहार्नु पनि मजाले स्याहार्नुहुन्छ अब प्लान्टलाई त त्यही हो स्याहार सुसार नै हो है यो पनि हेर्नु न कति मजाको छ यो पनि क्यालेडियमै होला क्यालेडियमको भेराइटी नै हो जस्तो लाग्यो है त्यस्तो मलाई भुल भयो भने माफ गरिदिनुहोस् होला है र यो चाहिँ फिलोडेन्ड्रोन पनि हेर्नु न कति मजाको भएको छ हो यो पनि एउटा फिलोडेन्ड्रोनको भेराइटी हो एकदमै दामी दामी भएको छ हेर्नुस् न अब मजाले पौष्टिक आहार पाएको हुन्छ नि त्यस्तै हेल्दी प्लान्ट्सहरू यो फिलोडेन्ड्रोनको सबै भेराइटीहरू है मजाको भएको छ हेर्नुस् न कति मजाले स्याहार्नु अब मेन त त्यही त हो फुल प्लान्टहरूलाई जसलाई पनि अब मान्छेलाई पनि स्याहार सुसार भए पनि जो पनि मजाले फस्टाउँछ भन्छ नि त्यही हो है आँसुले चाहिँ एकदमै बिहान बेलुकी नै एकदमै केयर गर्नुहुन्छ है हेर्नुस् न कति मजाले राख्नु भएको छ हो अन्त हाम्रो चाहिँ अब घरमा मान्छे पनि हुँदैन त्यही भएर अब हामी पनि तल नै हुन्छौँ र छुट्टीको बेलामा त हो आउनु पाउँदा यसो 1-2 दिन हेर्दा कहाँ हुन्छ है आँसुले चाहिँ मजाले हेर्नुहुन्छ र कति मजाको भएको छ है यो फुल यो प्लान्ट पनि हेर्नुस् न मजाको एक किसिमको मजाको छ र मिनी जेड हेर्नु न कति मजाले भएको छ है मैले पनि यहाँबाट आँसुकोबाट लिएर राखेको छु भनेको छ मेरो मजाले हुँदैछ हुनु चाहिँ यो पनि प्रेयर प्लान्ट है यो वाटरमेलन पेपरोनी प्लान्ट्स पेपरोनी के भन्छ वाटरमेलन प्लान्ट्स के कुनै के भन्थ्यो बिर्सिसके मैले नामहरू है र यो स्नोवी बुश त्यस्तो हेर्नु न कस्तो मजाको भएको छ यो चाहिँ मानेको पत्ता भन्छ सेतो खालके है यो चाहिँ याद भएन मलाई यो चाहिँ सङ अफ इन्डिया पनि मजाको भएको छ हेर्नु न एकदमै मजाले स्याहार्नुहुन्छ हो र तपाईहरुलाई चाहियो भने भन्नुस् मलाई कन्ट्याक्ट गर्नुस् म बेचिदिन्छु भनेको नि आँसुलाई कि ल भन्नुहुँदै थियो हेरौँ अब अन्त स्नेक प्लान्टको पनि भेराइटी स्नेक प्लान्टको पनि कलेक्सन छ है आँसुको यो चाहिँ हो पिस लिलीको एउटा एक प्रकारको भेराइटी र धुप्पीमा पनि धुप्पी पनि यति मजाको छ सबै अब थरीको भेराइटिज छ हो अन्त मजाले भएको छ यो त अब रुख नै भएको छ ठुलो अब यो चाहिँ तपाईले अब सिलगढीमा या कुनै पनि नर्सरीमा सोध्नु भयो भने एउटाकै 1000 त के एकदमै मिनिमम भयो 3-4 हजार जस्तो चाहिँ भन्छ अब है र भनेको नि मैले आँसुलाई लु बेच्नु न तपाईँ बेच्नुहोस् म चाहिँ एडभर्टाइज गरिदिन्छु भनेको कि हेर्नुपर्छ भन्नुहुँदै थियो हो हेर्नु न क्रोटोन पनि मजाको छ यो खालके हो पतला खालके अलिक मोटो खालके हो मजाको छ भेरिगेटेड अब कलरको यो त मजाको देख्छ नि त है क्रोटोन त घरभित्र राख्दा झन् एकदमै दामी देख्छ है यसले मजाको एउटा उस दिन्छ नि त सो अब एउटा सो पिस जस्तै हुन्छ है यसरी राख्नु भएको छ हाम्रो आँसुको चाहिँ घरमा बाहिर मजाले सजाउन मजाले राख्नु भएको छ हामीले चाहिँ प्लान्टहरू इन्डोर राख्नुपर्छ भित्र राख्नुपर्छ भन्छौँ नि तर प्लान्टहरूलाई चाहिँ मेरो मम्मीले पनि भन्नु भएको बाहिर राख्दियो भने मजाले फैलिँदो रहेछ क्या र हेर्नुस् न आँसुको पनि बाहिर राखेको छ मजाले भएको छ अब हाम्रो चाहिँ कसै चाहिँ भित्र राख्छु मलाई चाहिँ मन पर्छ नि त भित्र राख्नु है मजाको देख्छ भने भित्र राख्छु तर भित्र त्यस्तो राम्रो अब राम्ररी कचल्टिन्छ भित्र चाहिँ अब है राम्ररी हुनु पाउँदैन र यहाँ बिचमा चाहिँ आँसुले सेतो यो इजेलिया पनि राख्नु भएको छ है क्रोटन हेर्नुस् न क्रोटनको भेराइटी देख्नु भयो कति छ है एरिका पामको त अब ठुलो बोट यो त मदर प्लान्टहरू भइसकेको छ हो र यहाँ हेर्नुस् न मोन्स्टेरा यो खालके साइजको चाहिँ प्लान्ट पत्ता भएको मोन्स्टेरा चाहिँ अब कति चाहिँ पर्छ होला तपाईहरु आफै सोच्नुहोस् है मैले अस्ति यो भन्दा धेरै नै सानो 3-4 वटा पत्ता थियो त्यसको त उले 7000 कि 8000 भन्ने यो भन्दा ठुलो छ मेरो घरमै छ भन्ने थियो कि प्लान्टको साइज कत्रो छ भन्ने हेर्नु त फ्रुट पनि दिइसकेको छ हो अन्त कत्रो छ भन्ने त मैले ठुलो छ भन्दै थिएँ अन्त यो चाहिँ आँसुको हो हाम्रो पनि यस्तै ठुलै भएको छ यतिको ठुलो चाहिँ हैन र यो चाहिँ एन्थोरियमको हेर्नु न भेराइटी हो एन्थोरियम पनि मजाले भएको छ है यो त अब कति आँसुले त छाटेर यति भएको हो
मखमली पनि फुलेछ हो। अनि यो चाहिँ हो हाम्रो सुन्तला बारी। योपालि चाहिँ अलिक हुँदै रहेछ सुन्तला। हाम्रो चाहिँ माथिपट्टि चाहिँ अलिक कम्ती भयो भन्दै थियो है। र हेर्नु न यो पनि के मजाको भएको छ हो। अब हुने मान्छेको हात पनि हुनु पर्यो नि त मलिलो है। त्यस्तो भएर होला मजाले भएको छ। यहाँ हेर्नुहोस् त लु सिङ्गोनियम भन्छ कि के भन्नुहुन्छ हेर्नु न। भेरिगेटेड भन्नुहुन्छ कि पिङ्क भन्नुहुन्छ कि ग्रिन हो। मजाको भुइँभरि लडी पछार छ हो। यो अब मैले तल सिलगढीमा किन्नु पर्यो भने 200 रुपियाँ कम्ती भनेको हो। यहाँ हेर्नु न यहाँ माथि पनि आँसुको चाहिँ यहाँ चाहिँ बगनबेलीहरू हिबिस्कसहरूको छ आँसुको कलेक्सन यहाँनिर हो। र आँसुको चाहिँ एकपल्ट चाहिँ बिहान उठेर चाहिँ बिहान र बेलुकी चाहिँ एकपल्ट चाहिँ यसमै दिनबिच आँसुको चाहिँ हो काम पानी हाल्दा गर्दा हो। अन्त चाहिँ यसरी राख्नु भएको छ। यो मात्रै होइन हेर्नुहोस् न भित्र पनि कति दामी छ यो हेर्नु न। यो प्लान्ट यो पनि मैले पनि लिएको थिएँ मेरो चाहिँ मरिगयो है। यहाँ चाहिँ छ मोन्स्टेरा भेरिगेटेड है। र यस्तो छ हाम्रो आँसुको कलेक्सन चाहिँ। तपाईँहरूलाई मन पर्यो होला। मन परेमा कमेन्ट्समा भनिदिनुहोस् है। र यस्तै भिडियो लिएर भ्लग्स लिएर तपाईँलाई फेरि म आउनेछु। टिल देन टेक केयर बाई बाई।